गर्छन्। त्यसैले खेमा महारानी भगवान बुद्धको अगाडि कहिल्यै पनि जाँदैनथ्यो। राजा बडो चिन्तित, ओहो म भने भगवान बुद्धको उपदेश सुनेर उपासक भइराखेको, यति राम्रो उपदेश अब महारानीलाई कर गरेर के भगवान बुद्ध कहाँ लाने? बुझेर गए हुने हो, अब कसरी बुझाउने? राजाले छलफल गरेर दरबारमा यस्तो कवि सम्मेलन गरिदियो जहाँ कविताको विषय थियो बेनुवन, भगवान बुद्ध बसिरहनु भएको बगैँचा। कविहरूले यसरी त्यो बेनुवनको व्याख्यान गरिदियो, यसरी व्याख्यान गरिदियो मानौ त्यो त स्वर्गको एउटा राम्रो टुक्रै ल्याएर राखे जस्तो। यस्तो सुनिसकेपछि खेमा महारानीको मनमा आयो, अरे यति राम्रो ठाउँ हाम्रै दरबारको नजिकै रहेछ, तर म भने कहिल्यै त्यस्तो ठाउँमा पुगिन भएन। अब एकचोटि त्यहाँ घुम्न जान्छु। बस तुरुन्तै आफ्नो मान्छेहरू मिलाएर राजाको अनुमति लिएर घुम्नलाई भने बेनुवनमा पुगे। यहाँ घुम्यो, यहाँ पनि रमाइलो, त्यहाँ घुम्यो, त्यहाँ पनि रमाइलो। त्यो रमाइलो बगैँचामा घुम्दा 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 अचानक खेमा महारानीले जब बेनुवनमा भगवान बुद्धलाई देख्नुभयो त भगवान बुद्धलाई देख्ने बित्तिकै ओहो यहाँ त भगवान बुद्ध पो रहेछ, यदि उहाँले मलाई देख्नुभयो भने मेरो रूपको हेला गर्नुहुन्छ, त्यसैले म यहाँबाट गइहाल्नु पर्यो भनेर हतपत फर्किन लाग्छ। त्यस्तै बेलामा दरबारबाट आइरहेका मान्छेहरूले भने, होइन महारानी, तपाईँ एकपटक बुद्धलाई दर्शन गरेरै मात्र आउने राजाको आज्ञा छ। त्यस्तो भनेपछि त बुद्धलाई भेट्नको लागि जानै पर्यो। बिस्तारै अप्ठ्यारो मानी मानी भगवान बुद्धको नजिक नजिक जान्छ। जब भगवान बुद्धले खेमा महारानी त्यतातिर आइरहेको देख्नुभयो त भगवान बुद्धले आफ्नो रिद्धि शक्तिद्वारा एकजना अप्सरालाई उत्पन्न गराइदिनुहुन्छ। त्यो अप्सरा खेमाले मात्र देख्ने गरियो। त्यो अप्सराले भगवान बुद्धलाई पंखा हम्काइरहेकी थिइन्। जब खेमा महारानीले भगवान बुद्धलाई पंखा हम्काइराख्ने राम्री केटी अप्सरालाई देखिन् त तिनको मनमा लाग्यो, ए जब भगवान बुद्धको सामुन्ने यति राम्री अप्सरा जस्तै केटी पंखा हम्काएर बसिरहेकी छन् भने भगवान बुद्धले रूपप्रति हेला गर्नुहुन्छ भन्ने कुरा साँचो त हुन सक्दैन, किनभने ती केटीको अगाडि म त के राम्री छु र। नजिक गएर भगवान बुद्धलाई अनि भगवान बुद्धको नजिकै भएको अप्सरालाई हेरिराख्छिन्। हेर्दा 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 भगवान बुद्धले त्यो केटी बिस्तारै परिवर्तन हुँदै गएको देखाउनुहुन्छ। त्यो राम्री अप्सरा केटी अब बिस्तारै अर्धवैश्य हुन्छ, वृद्ध हुन्छ, बुढी भएर कपाल सबै फुलेर अनुहार सबै चाउरिएर एकदम अशक्त भएर त्यही लड्छिन्। एकैछिनपछि त्यो अप्सरा पनि त्यही मर्छिन्। मरेर केही समयपछि शरीर निलो फुलेको र अनेक ठाउँबाट असुचि बगेको यस्तो देखाउँछन्। हेर्दा हेर्दा त्यो शरीरमा किरा लागेको, किराले मासु खाइराखेको यस्तो अवस्था देखिसकेपछि खेमा महारानी झसङ्ग हुन्छन्। ओहो यति राम्री, मभन्दा कति कति गुणा राम्री
अप्सरा जस्तै केटी हेर्दा हेर्दा अर्धवैसे वृद्ध र मरेर गइन्। मरिसकेपछि पनि यति घिनलाग्दो भएर गइन्। ओहो, यो जीवन पनि यो शरीर पनि के यस्तै होइन र? ओहो, यस्तो दुःखमय यस्तो अनित्य जीवनमा के रमाइलो गरेर बस्ने, के मोज मजा गरेर बस्ने, के यो शरीरप्रति अहंकार अभिमान गरेर बस्ने? ओहो, तिनको मनमा यति गहिरो रूपले बस्छ, तिनले अनित्यलाई यति भित्रबाट बुझ्नुहुन्छ। त्यसपछि त खेमा महारानी राजा बिम्बिसारको अनुमति लिएर पछि भिक्षुनी समेत भएर गइन्। भिक्षुनी भएर सम्पूर्ण दुःखबाट मुक्त रहेको निर्वाण समेत प्राप्त गरिन्। हेर्नुस् त, संसारमा कति धेरै मानिसहरू छन् जो राम्रो भएको कारणले गर्दा अहंकार अभिमान गर्छन्, जो बलियो भएको कारणले गर्दा अहंकार अभिमान गर्छन्। आखिर यो शरीर के हो र? भगवान बुद्ध भन्नुहुन्छ, हाडै हाडले बनेको, रगत र मासुले लेपन गरेको, जीर्ण र मृत्यु भएको, अनि अभिमान र कपट लुकेको यो शरीर। त्यसैले यो शरीरमा आसक्त भएर बस्नु राम्रो होइन, ज्ञान प्राप्तिको बाटो होइन। भगवान बुद्धको समयमा एकजना वक्कली भन्ने भिक्षु थिए। त्यो भिक्षु भगवान बुद्धलाई हेरिराख्नको लागि, भगवान बुद्धको रूप मात्र हेर्नको लागि भिक्षु भएको। भगवान बुद्धले उपदेश दिइरहेको बेलामा अगाडि बसेर बुद्धलाई हेरिरहन्छन्। ओहो, कति राम्रो। त्यसपछि हेर्दा हेर्दा ओहो, अगाडिबाट त यति राम्रो भए, अब पछाडिबाट कति राम्रो होला। फेरि पछाडि जान्छन् अनि बुद्धलाई हेरिरहन्छ। ओहो, पछाडिबाट पनि कति राम्रो। त्यसपछि दायाँ बसेर हेर्छन्, दायाँबाट पनि कति राम्रो। बायाँ बसेर हेर्छन्, बायाँबाट पनि कति राम्रो। बस बुद्धलाई हेरिरहन्थ्यो। बुद्धले के भन्नुभयो, के उपदेश दिनुभयो, उसलाई केही मतलबको विषय थिएन। बस बुद्धलाई हेरिराख्ने, आसक्त भइरहने। त उपदेश दिइरहेको बेलामा यहाँबाट त्यहाँ, त्यहाँबाट त्यहाँ, यताबाट उता, उताबाट यता, यसरी गरिरहँदा जुन ध्यानले उपदेश सुनिरहनेहरूलाई पनि अलमल भयो, बाधा भयो। त यस्तो कुरा भगवान बुद्धले जान्नु भएर त्यो वक्कलीलाई बोलाई भगवान बुद्धले गाली गर्नुभयो। हे मूर्ख वक्कली, मेरो शरीर पनि त्यही मलमूत्रले भरिएको हो, तिम्रो शरीर पनि त्यही मलमूत्रले भरिएको हो। यस्तो शरीर मात्र हेरिरहने मूर्ख, जाऊ मेरो अगाडि नबस। भगवान बुद्धले गाली गर्नु भएपछि वक्कलीलाई बडो चित्त दुख्छ। ओहो, म त बुद्धलाई हेरिराख्नको लागि भिक्षु बनेको, यदि बुद्धले नै मलाई गाली गर्नुभयो भने म अब भिक्षु भएर बस्दिनँ। फेरि विचार आयो, यदि भिक्षु भएर नबसे, यदि बुद्धलाई नहेरिकन बस्ने भए म यो संसारमा बाँचेर के गर्ने? म त आत्महत्या गर्छु। आत्महत्या गर्न तयार भइरहेको बेलामा भगवान बुद्ध हुनुहुन्छ, बडो मायाले बुझाउनुहुन्छ। हे वक्कली, यो धम्मं पश्यति सोमं पश्यति। जसले धर्मलाई देख्दछ उसले मात्र बुद्धलाई देख्छ। भगवान बुद्धले यति माया गरेर उपदेश दिनुभएको देखेपछि अनि वक्कलीलाई लाग्छ,
भगवान बुद्धले मलाई माया नगर्ने पनि होइन रहेछ। यदि माया नभएको भए भगवान बुद्ध यहाँसम्म आउँदै आउनुहुन्न थियो। होस्, अब म धर्मलाई हेर्छु। त्यहाँदेखि धर्मलाई राम्रोसँग हेर्न थाल्यो। धर्म हेर्दा हेर्दा बुझ्दा बुझ्दा दुःख मुक्त भयो, निर्वाण पुग्यो। उसले वास्तविक रूपमा बुद्धलाई देख्यो। हेर्नुहोस् त, जब यो शरीर मलमूत्र हातछाला मासुले भरिएको यो अनित्य शरीरलाई जब राम्रोसँग जान्यो तब दुःखबाट वैराग्य उत्पन्न भयो अनि दुःख मुक्तिको बाटो निर्वाणमा पुग्न सक्यो। त्यसैले भगवान बुद्धले धम्मपदमा पनि भन्नुभएको छ, पुत्तामत्ते धनमत्ते इति बालो विहन्यते हत्ता हि अत्तनो नात्ते कुतो पुत्ता कुतो धनं। अर्थात् मसँग परिवार छ, मसँग धन सम्पत्ति छ भनेर मूर्खहरू मात्र अहंकारी हुन्छन्। मूर्खहरू मात्र अभिमान गरेर बस्छन्। अट्टाही अट्टनो नथी, आफू त आफूले भने जस्तो छैन छ र? यदि आफूले भने जस्तो भए को मूर्ख होला जो बुढाबुढी भएर बस्न चाहन्छ? को मूर्ख होला जो रोगी भएर बस्न चाहन्छ? अझ को मूर्ख होला जो मरेर जान चाहन्छ? सधैँ युवा, सधैँ राम्रो, सधैँ बलियो, अजर अमर ध्रुव नित्य शाश्वत भएर के बस्दैन र? सबैको इच्छा हुँदा हुँदै पनि अनित्य यो शरीर परिवर्तन हुँदै जान्छ, वृद्ध हुन्छ, मृत्यु हुन्छ। त्यसैले अट्टाही अट्टनो नथी, आफू त आफूले भने जस्तो छैन अनि कुतो पुत्ता कुतो धनं, परिवार आफूले भने जस्तो कहाँ हुन्छ? धन सम्पत्ति आफूले भने जस्तो कहाँ हुन्छ? त्यसैले परिवारको लागि, धन सम्पत्तिको लागि, आफ्नो शरीरको लागि अहंकार अभिमान भएर बस्नु त मूर्खताको चिन्ह हो। त्यसैले यस्तो मूर्ख बन्नु भएन। भगवान बुद्धले यो जीवनलाई जति अनित्य भनेर उपदेश दिनुहुन्छ त्यति नै दुर्लभ, अमूल्य र सर्वश्रेष्ठको रूपमा पनि उपदेश दिनुहुन्छ। यो खानपिन गर्ने, बाँच्नको लागि सङ्घर्ष गर्ने, सन्तान उत्पादन गर्ने अनि मर्ने, यस्तो भनेको त साधारण पशु पन्छी जीव जन्तुहरूले पनि गरिरहेका हुन्छन्। हात्तीदेखि लिएर सानो कमिलाले पनि। यदि हामी पनि खानपिन मात्र गर्ने, बाँच्नको लागि सङ्घर्ष मात्र गर्ने, सन्तान उत्पादन गर्ने अनि मर्ने, यतिमा सीमित भए हामी र अरू पशु पन्छी जीव जन्तुमा के फरक भयो र? हेर्नुहोस् है, हामीसँग चिन्तन मनन गर्ने शक्ति छ, विवेक बुद्धि छ, प्रज्ञा छ। यो राम्रो त्यो नराम्रो, यो पाप यो धर्म, यो कुशल यो अकुशल, यो उचित यो अनुचित राम्रोसँग हामीले छुट्याउन सक्छौँ। यति मात्र होइन, नराम्रोलाई अलग राखेर राम्रोमा अघि बढ्न सक्छौँ। पापलाई छोडेर धर्म अँगाल्न सक्छौँ र त हामी सर्वश्रेष्ठ मानव भयौँ। त्यसैले यो जीवनलाई राम्रोसँग सदुपयोग गर्नुपर्ने बुद्धको उपदेश हो। कुनै एउटा घरमा आगो लाग्यो, अब भन्नुहोस् के गर्नुहुन्छ? आगो निभाउनु पर्यो।
हो। यदि आगो निभाउन सकिएन भने सबै घरका मानिसहरूलाई सुरक्षितका साथ बाहिर ल्याउनु पर्यो। अनि बाहिर ल्याएर पनि अझ केही समय हामीसँग बाँकी भए अनि के गर्छौं? घरबाट अमूल्य अमूल्य चीज वस्तुहरू हामीले बाहिर ल्याउनु पर्छ। बस जति बाहिर ल्याउन सक्यो त्यति मात्र आफ्नो हुन्छ। अरु सबै त खरानी भएर जान्छ। अरु सबै त घरसँगै जलेर नाश हुन्छ। बस हामीले पनि यो अनित्य जीवनमा जति राम्रो काम गर्छौं, दान दिन्छौं, शील पालन गर्छौं, ध्यान भावना गर्छौं, जति पनि पुण्य र धर्म गर्छौं त्यही मात्र हामी सँगसँगै आउँछ। बाँकी अरु सबै त जरा जीर्ण मरण रूपी आगोले दन दन दन्काएर सखाप पारिदिन्छ। त्यसैले जीवन अनित्य छ, जीवन दुर्लभ छ, जीवन अमूल्य पनि छ। जब यो जीवन र जीवनका सबै संस्कारहरू अनित्य हो भने, जब आफ्नो विवेक बुद्धिले, आफ्नो प्रज्ञाले राम्रोसँग जान्न सकिन्छ, बुझ्न सकिन्छ, अनि दुःखबाट वैराग्य हुन्छ अनि निर्वाण पाउन सक्छ। त्यसैले हामी पनि यो कुरा कहिल्यै नबिर्सौं, यो जीवन अनित्य छ। थाहा पाओस् नपाओस्, जानोस् नजानोस्, हिजो भन्दै आज भन्दै हामी निरन्तर वृद्ध भइरहेका छौं। हामी निरन्तर अशक्त बन्दै गइरहेका छौं। हामी निरन्तर रोगी भइरहेका छौं। हामी निरन्तर मृत्युको नजिक नजिक आइपुगिरहेका छौं। कहिले मर्छ थाहा छैन, कहाँ मर्छ थाहा छैन, कसरी मर्छ थाहा छैन, मर्नु पर्छ थाहा छ। यस्तो अनित्य जीवन कहिले, कहाँ, कसरी यो जीवनको अन्त्य हुन्छ त्यो पनि थाहा छैन। त्यसैले बडो सजग भएर, बडो सचेत